हामी दुईजना यहाँ घुम्न आएको थियौँ कि सनमरमा होइन यस्तो ढुसे लागेको रहेछ यार भिलेटारमा आम्मामा के साह्रो क्या ढुसे आम्मामा यस्तो ल सबैजना हेर है ल यस्तो ढुसे लागेको रहेछ यार राम राम के हो यार कताबाट जाने लाग्छ लाग्छ म त बोलिहाल्छु यार ब्लगबाट चाहिँ के पनि बोल्छु है यता त आएको जस्तो लाग्यो त्यो त यार गरम आएको होइन नि आगा मात्रै यस्तो हो कि अरू बेला नि यस्तै हो उस्तै रहेछ जस्तो तस्तै छ यहीँबाट चढ्छ क्या यहीँबाट जाने र क्या स्काई स्काई टावर हो स्काई वल्क टाढोमा मजाले फोटो नि आउँदैन भिडियो नि मजाले आउँदैन दृश्य मात्रै यत्रो कहाँ हिँडेको फर्किउँला अब ल चिया चिया कहाँ मन लाग्दिउँ ल काठमा चाहिँ नसमात्न भन्छु काठमै समात्यो छोराले चाहिँ अब काट्ने र समात्छ के भन्छ मलाई त आनन्द भइरहेछ कतारको 70 डिग्री सेल्सियस तापमान खाने मान्छे अहिले त खाना धुन सकिहाल्छ नि अहिले पैसा भन्नु ल दिदी चाहिँ यहाँ बस्नु हुँदो रहेछ होइन गरेर मजाले बस्नु हुँदो रहेछ सो आज भेट भयो क्या हाम्रो दिदीसँग ल अनि दिदी एक दुईवटा कुरा भनिदिनु त के भन्नु भाइ भाइको भ्लगमा के भन्न चाहनुहुन्छ ल के भन्नु खुसी लाग्यो विदेशबाट आएछौ छुट्टीमा फेरि जाऊ धेरै कमाऊ ल यस्तै यस्तै आशीर्वाद दिनु है मलाई हस् त थ्याङ्क यू